रासोपाको समानुपातिक सूचीप्रति तोसीमाको असन्तुष्टि। राष्ट्रिय स्वतन्त्र पार्टी नेत्री तोसीमा कार्कीले पार्टीले छनौट गरेको समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छिन्। सामाजिक सञ्जाल मार्फत उनले विपन्नलाई स्थान नदिएको भन्दै आपत्ति जनाएकी हुन्। समानुपातिको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ, सूचीले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाइटल पोस्टमा उनीहरू नै समानुपातिक सूचीको लागि आकांक्षी हुनु र त्यही आफ्नो स्पेस बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ उनले भनेकी छिन्। पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिकमा राख्न नहुने पनि उनले बताएकी छिन्। पार्टीको महाधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचनबाट बनेको होइन। पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा, त्यो पनि प्राइमरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्क्तिमा नाम सुरक्षित गरिने यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन। सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने उनले उल्लेख गरेकी छिन्।